नमस्कार। कर्णाली संवादको यो विशेष अङ्कमा यहाँलाई हार्दिक स्वागत छ। म चक्रदानी। कर्णाली संवादमा विशेष गरेर हामीले कर्णालीभित्रका विकासका कुरा र कर्णालीलाई एकदमै अन्य प्रदेशकै तुलनामा विकास गर्न चाहिँ हामीले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ, अर्थात् कर्णालीभित्र रहेका ती स्थानीय सरकारहरूले अहिले स्थानीय सरकार सकिने लाग्दा, यसको समय अवधि चाहिँ सकिने लाग्दा स्थानीय सरकारले त्यो अवधिमा चाहिँ गरेका कामहरू चाहिँ के हुन् त? विशेष गरेर आज हामी हुम्लाको नाम्खा गाउँपालिकातिर जाँदैछौँ र नाम्खा गाउँपालिकाले यो सरकार गठन भएको, स्थानीय सरकार गठन भएको यो अवधिभित्र चाहिँ के काम गर्यो त? त्यहाँका नाम्खा गाउँपालिकाका जनताहरूलाई एकदमै अनुभूति हुने खालका कामहरू चाहिँ के गर्यो त? साँच्चीकै त्यहाँका जनताका आवश्यकता चाहिँ परिपूर्ति गर्न, त्यहाँका जनताका समस्याहरू चाहिँ समाधान गर्न चाहिँ कस्तो भूमिका चाहिँ खेल्यो त? आज हामी त्यसको बारेमा विशेष चर्चा गर्नेछौँ। आज हाम्रो यो कर्णाली संवादको यो अङ्कमा चाहिँ हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ हाम्रो यो सेटमा चाहिँ उपस्थित हुनुहुन्छ। म उहाँलाई यो कर्णाली संवादको यो अङ्कमा चाहिँ हार्दिक स्वागत गर्छु। स्वागत छ अध्यक्ष। धन्यवाद। तपाईँ नेपालकै सबैभन्दा क्षेत्रफलको हिसाबले सबैभन्दा ठुलो नाम्खा गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, पहिलो निर्वाचित। तपाईँले त्यो नाम्खा गाउँपालिकालाई एकदमै विकसित बनाउन, अर्थात् त्यहाँका जनताहरूका जीवनस्तर चाहिँ अलि अगाडि बढाउन चाहिँ तपाईँले के भूमिका खेल्नुभयो यो अध्यक्ष भएदेखि अर्थात् निर्वाचित भएदेखि? धन्यवाद कर्णाली टेलिभिजन। अब सुरुमा त यो नाम्खा गाउँपालिका बनेको चाहिँ एकदमै भूगोलले चाहिँ अलिकति कठिन अवस्थामा गुज्रिएको जुन हिमाली बेल्टहरू चाहिँ ओगटेर बसेको चाहिँ एउटा पालिका हो हैन, जुन नेपाल अधिराज्यकै अब भूगोलको हिसाबले चाहिँ सबैभन्दा ठुलो गाउँपालिका नै नाम्खा गाउँपालिका हो र त्यसमा पनि अब सम्भावनाको हिसाबले पनि अब धेरै किसिमको एउटा सम्भावनाहरू बोकेको गाउँपालिका पनि नाम्खा हो। त्यो हुँदाखेरि चाहिँ हामी निर्वाचित भइसकेपछि हाम्रो 5 वर्षको कार्यकाल चाहिँ अब करिब पुरा हुन लागिसकेको छ हैन। त्यो अवधिमा चाहिँ 5 वर्षमा चाहिँ सबै चाहिँ परिपूर्ति अब गर्न सक्ने स्थिति त रहँदैन हैन। आफ्नो 5 वर्षभित्रको चाहिँ एउटा योजना, 5 वर्षभित्रको चाहिँ तपाईले विष्णुबहादुर तामाङले चाहिँ यो गर्यो भन्ने जनतामा चाहिँ आवाज के छ? एउटा हामीले आफ्नो एउटा खाका बनाएको अनुसार चाहिँ हामीले चाहिँ अब निकै नै मिहिनेत गरेर धेरै कामहरू चाहिँ पूर्ति गरेका छौँ। जुन नाम्खामा चाहिँ यो एउटा भौगोलिक कठिनाइ भएको एउटा क्षेत्र र जुन निकै नै अब यो कठिन ठाउँमा एउटा उभिएका गाउँ बस्तीहरू, त्यहाँ चाहिँ अब अन्य ठाउँभन्दा चाहिँ हामी कहाँ चाहिँ विकास निर्माणका कार्य कुरा भनौँ, अन्य सबै कुराहरूमा चाहिँ एकदमै कठिन अवस्थामा छ र हामीले काम गर्न पनि एकदमै चुनौती छ। त्यो चुनौतीको बावजुद पनि हामीले धेरै किसिमका कामहरू गरौँ। जुन पर्यटन क्षेत्र, विशेष गरेर पर्यटन क्षेत्र, अब शिक्षा, स्वास्थ्य, कृषि त हामी निरन्तर नै हाम्रो एउटा निरन्तर योजनामै हो र त्यसमा चाहिँ अब जुन पहिला हामीका विद्यालयहरू त थियो, अब प्रत्येक गाउँ बस्तीमा विद्यालयहरू त थियो तर भौतिक संरचना थिएन। कुनै विद्यालयहरूमा चाहिँ खुला चौरमा बसेर पढ्ने स्थिति थियो। अब कुनै ठाउँमा भौतिक संरचनाहरू भएको ठाउँमा चाहिँ शिक्षकहरूको व्यवस्था थिएन, उपस्थिति थिएन। शिक्षक चाहिँ दरबन्दीमा कायम हुने, त्यहाँ उपस्थित भएर चाहिँ त्यो पठन पाठन नहुने व्यवस्थाहरू थियो। अनि स्वास्थ्य चौकीहरू भएको ठाउँमा चाहिँ औषधिको अभाव, औषधि भएको ठाउँमा स्वास्थ्य कर्मीको अभाव, त्यो अवस्थामा गुज्रिएको ठाउँहरू हुन् त। त्यो हुँदाखेरि यी सबै चिजलाई चाहिँ हामीले चाहिँ पूर्ति गरेका छौँ। जुन कुनै पनि ठाउँमा चाहिँ स्वास्थ्य क्षेत्रमा चाहिँ यो स्वास्थ्य कर्मी छैन र औषधि अभाव छ भनेर चाहिँ कुनै पनि हाम्रो स्वास्थ्य चौकीहरूमा भनेपछि तपाईँले विद्यालय, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत यी आधारभूत आवश्यकता परिपूर्ति चाहिँ गरिसक्नु भएको छ। हजुर, आधारभूत आवश्यकता चाहिँ करिब हाम्रो 5 वर्ष कार्यकालमा चाहिँ सम्भवतः 80% जति, 80% 90% नै भनौँ त्यो परिपूर्ति भइसकेको छ। प्रत्येक घरमा चाहिँ एक घर एक धाराको अवधारणा ल्याएर चाहिँ अब धेरैजसो गाउँहरूमा चाहिँ एक घरमा
प्रत्येक घरमा चाहिँ धाराको व्यवस्था भइसकेको छ। तपाईँ त्यो गाउँपालिकाको अध्यक्ष भएकै नाताले, प्रमुख भएकै नाताले त्यो गाउँपालिका त भौगोलिक हिसाबले एकदमै ठुलो छ। एकदमै हिँडेर त्यहाँ अब सवारी साधन त हुन्छ भन्ने थाहा छैन होइन। अब तपाईँ हिँडेर त्यहाँ टोल टोलमा पुग्नु भएको छ, नडाँटी भन्नु पर्दा सबै ठाउँमा चाहिँ पुग्नु भएको छ? म प्रायः जस्तो ठाउँमा पुगेको छु। जुन विकट गाउँहरू लिमी भयो, प्रत्येक वर्षको एकचोटि त म अनिवार्य पुग्ने गर्छु। सबैभन्दा पिछडिएको, सबैभन्दा पछाडि पढेको अब ठाउँ नै लिमी हो होइन। अब त्यहाँ के अरे सञ्चारको सुविधा छैन, अनेक सुविधाबाट वञ्चित छ होइन। स्वास्थ्यसँग जोडिएको, शिक्षासँग जोडिएको, सडकसँग जोडिएको सबै चिजबाट चाहिँ अब करिब त्यहाँ अपुग भएको ठाउँ नै अब लिमी एरिया हो। जुन त्यहाँ उत्पादनमा कमी हुने, उब्जन नहुने, एउटा बाली मात्रै पाक्ने, त्यो पनि एउटा एक सिजनमा मात्रै, जुन एउटा चिनको एउटा ताक्लोकोटको बजारलाई मात्रै निर्भर हुनुपर्ने त्यो ठाउँमा त म वर्षको एकचोटि पुगेकै हुन्छु। सम्भवतः म कुनै वर्षमा 2-3 चोटि पुग्छु र वर्षको एकचोटि चाहिँ अब पुगेकै हुन्छु। अन्य गाउँठाउँ चाहिँ अब हामी चाहिँ प्रायः जसो पुगेकै हुन्छ। तपाईँ निर्वाचित हुँदै गर्दा तपाईँले ती घोषणापत्रमा भनिए बमोजिम तपाईँले वाचा गर्नुभएका, तपाईँले प्रतिबद्धता जाहेर गर्नुभएका ती केही कार्यक्रमहरू, तपाईँका प्रतिबद्धताहरू चाहिँ पुरा गर्नुभयो, कार्यान्वयन गर्नुभयो? मलाई जहाँसम्म लाग्छ मैले वाचा गरेका चिजहरू चाहिँ अब म चुनाव के अरे लड्दाखेरि पनि मैले त्यो झुटा आश्वासनहरू कुनै पनि ठाउँमा बाँडेको थिएन। अब जनता जीवित छ होइन। कुनै पनि ठाउँमा चाहिँ झुटा आश्वासन मेरो बाँड्ने, आश्वासन दिने मेरो चाहिँ के पनि बानी पनि छैन। र मैले कुनै पनि ठाउँमा कुनै पनि जनतालाई चाहिँ एउटा ठुलो झुटा आश्वासनहरू दिएको थिएन। किनभने म निर्वाचित भइसकेपछि तपाईँहरूको सेवा गर्ने हो, जनताको काम गर्ने हो, जनताकै निम्ति चाहिँ जनताको हक हित, जनताको के अरे विकासको निम्ति चाहिँ हामीले अगाडि बढ्ने हो। त्यो अनुसार चाहिँ त्यो ठुलो बाचा मैले गरेको पनि थिएन। हामी निर्वाचित भइसकेपछि त्यो ठाउँमा पुगिसकेपछि त जनताको निम्ति काम गर्ने हो। जनताको लागि कसरी सेवा सुविधा दिन सकिन्छ, कसरी अब यो शिक्षा क्षेत्रमा सुधार गर्न सकिन्छ, स्वास्थ्य क्षेत्रमा सुधार गर्न सकिन्छ, पर्यटन क्षेत्रलाई कसरी दिगो र सुधार गर्न सकिन्छ, अब त्यही कामहरू हामीले गर्दै आएका छौँ। विशेष गरी मैले थाहा पाएसम्म अर्थात् सबैलाई अलि अनुभूति भएसम्म नाम्खा गाउँपालिका भनेको त पर्यटनको हिसाबले एकदमै सम्भावना बोकेको, अन्य जिल्लाहरू अर्थात् अन्य गाउँपालिकाहरूभन्दा नाम्खा गाउँपालिका पर्यटनको हिसाबले एकदमै माथि छ। पर्यटनलाई अझै स्तर उन्नति गर्यो भनेपछि नाम्खा गाउँपालिका अझै अन्य प्रदेशहरूको कुरा नगरौँ, जिल्लाहरूको कुरा पनि नगरौँ र हुम्लाकै अन्य गाउँपालिकाभन्दा अलि पृथक बन्छ भन्ने सबैको ठम्याइ छ। तपाईँ चाहिँ के भन्नुहुन्छ? एकदमै हो, तपाईँले सही क्वेसन सोध्नुभयो होइन। अनि नाम्खा चाहिँ किन भन्दाखेरि हामीले विकास निर्माण गर्दाखेरि सबै ठाउँ चाहिँ एउटै दाँजोमा रहन सक्दैन होइन। कुनै ठाउँमा आफ्नो स्थानको कुन चिजसँग सम्भावना बढी बोकेको छ त्यसलाई हामीले चाहिँ सर्वप्रथम त्यो सम्भावनालाई अध्ययन गर्ने हो। त्यो सम्भावनालाई चाहिँ अध्ययन गरिसकेपछि यो सम्भावना चाहिँ हामी कहाँ चाहिँ फिट हुन सक्छ भनेपछि त्यसको आधारमा गयो भने हामीले विकास गर्न सक्ने भयो। अब जस्तै हामी त चौरी पाल्छौँ, हामीले त्यो भैँसी पाल्ने के अरे त्यो लिएर त हामी फस्टाउन सक्दैन। त्यो हिँड्दाखेरि नाम्खा चाहिँ पर्यटनको हिसाबले चाहिँ निकै नै सम्भावना बोकेको ठाउँ हो। त्यसको अलावा जडीबुटीको हिसाबले पनि त्यो एकदमै ठुलो सम्भावना बोकेको ठाउँ हो। किनभने जडीबुटीको खानी नै नाम्खा एरियामा उपलब्ध हुन्छ। अब त्यसको लागि चाहिँ अब जति पनि हुम्लामा टुरिस्टहरू आउँछन् नि, अहिले त मानसरोवर कैलाशको दर्शन गर्नको निम्ति मात्रै आउँछन् त। अब त्यसको अलावा कसरी व्यवस्थित गर्दै साइड के अरे इको टुरिज्म, अन्य पर्यटकहरू त अब कतिपय ठाउँमा चाहिँ अहिलेसम्म चाहिँ अब न्यून मात्रामा आउने गर्छ होइन। त्यसको मतलब चाहिँ कैलाश र मानसरोवर त संसारले चिनिसकेको छ, त्यसलाई प्रमोट गर्नु पनि परेन, चिनाउनु पनि परेन। आफै अब त्यो आफै चाहिँ चिनिसकेको छ। तर त्यो कैलाश मानसरोवर जाने रुट चाहिँ मूल द्वार चाहिँ त नाम्खा पर्छ नि। त्यो हुँदाखेरि त्यसलाई चाहिँ व्यवस्थित पनि गर्ने र अन्य ठाउँमा हाम्रा सम्भावना बोकेका पर्यटन स्थलहरूलाई चाहिँ हामीले चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चिनाउन सक्नु पर्यो सर्वप्रथम। जबसम्म चिन्न सकेन भने उसलाई थाहा छैन भने पर्यटक आउनै सक्दैन। यो पर्यटनलाई अझै व्यवस्थित गर्न, अझै आकर्षित गर्न चाहिँ तपाईँले के त्यसको निम्ति हामीले धेरै योजनाहरू बनाइसक्यौँ, धेरै कार्यक्रमहरू गराइसक्यौँ होइन।
अब नाम्कामा यो छ के अरे नेपालकै भूमिबाट चाहिँ कैलाश मानसरोवरको दर्शन हुन्छ। लोपोन्मुख एउटा जनावरहरू नाम्कामा पाइन्छ लिमी उपत्यकामा। टिबेटन कल्चर अब अहिले टिबेटमा समेत लोप भइसकेको अवस्थामा नाम्कामा जीवित पाउँछ जुन लिमीमा। त्यो सबैलाई उजागर गर्नको निम्ति चाहिँ हामीले वर्षको एकचोटि चाहिँ पर्यटन महोत्सवद्वारा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको एउटा मिडियाहरू समेत लगेर पर्यटनसँग सम्बन्धित निकायहरूको संलग्नतामा चाहिँ हामीले चाहिँ प्रत्येक वर्ष कार्यक्रम गर्ने गर्थ्यौँ। प्रत्येक वर्षको चाहिँ कहिले हुन्छ यो चाहिँ? यो हामीले 2-3 चोटि चाहिँ गरिसक्यौँ होइन। अब त्यसपछि त कोभिडको कारणले चाहिँ कुनै पनि कार्यक्रम हुन सकेको छैन। यो वर्ष हुने नहुने के छ? अब यो वर्ष हुन सक्दैन। अब यो कोभिडको कारणले चाहिँ अहिले हामी सकिन लाग्यो। अब हाम्रो अब वैशाख जेठ असारमा गर्ने हो होइन। जेठ असारमा अब वैशाखबाट त चुनाव लाग्छ। त्यसपछि अब त्योभन्दा अगाडि त हाम्रो के अरे बाटोहरू पनि खुल्दैन। अब हिउँले ढाकेको छ। त्यो हुँदाखेरि चाहिँ अहिले चाहिँ अब त्यो हुन सक्ने नसक्ने कुरा चाहिँ अहिले के अरे त्यो निर्कोल गर्न सक्छ। भनेपछि तपाईँले विशेष गरेर नाम्खा गाउँपालिकामा चाहिँ पर्यटनलाई चाहिँ विशेष प्राथमिकता दिनुभएको छ। हामीले चिनाउने काम गरेका छौँ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हाम्रो क्षेत्रमा यो छ, हाम्रो क्षेत्रमा यो चिज छ भनेर चाहिँ हामीले चिनाउने चाहिँ कामहरू चाहिँ हामीले 3-4वटा कार्यक्रमको माध्यमबाट चाहिँ त्यो कामहरू गरेका थियौँ र त्यसले चाहिँ व्यापक रूपमा चाहिँ अन्तर्राष्ट्रिय स्तर र राष्ट्रिय स्तरमा चाहिँ प्रचार पनि भयो। त्यसको अलावा त्यसको फलस्वरूप चाहिँ त्यो क्षेत्रमा पर्यटकहरू पनि आगमनमा चाहिँ धेरै वृद्धि भयो। तसर्थ गत साल नै अब यो सद्गुरु इन्डियाको सद्गुरु समेत त्यो क्षेत्रमा पुगेर चाहिँ हाम्रै भूमिबाट चाहिँ त्यो उसलाई चाहिँ के अरे कैलाशको चाहिँ दूरदर्शन गरेर आउनुभएको थियो। भनेपछि त्यसलाई चाहिँ उचित व्यवस्था गर्नको निम्ति चाहिँ अब यो हाम्रो सडकहरूलाई चाहिँ स्तरोन्नति गर्नु पर्यो। अनि के अरे ठाउँ ठाउँमा के अरे पर्यटनको व्यवस्थापनको निम्ति चाहिँ यो सुविधाहरूको निम्ति चाहिँ सबै चिजलाई चाहिँ हामीले चाहिँ गर्न सक्नु पर्यो। अहिले सम्भवतः लाग्छ नाम्खा गाउँपालिका अहिले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एउटा मात्रै गाउँपालिका होला। अहिले कस्तो छ त्यहाँ मोटर बाटो जोडिने नजोडिने कस्तो के छ के अपडेट? अब राष्ट्रिय सडक सञ्जाल त अब हुम्ला जिल्ला नै जोडेको छैन होइन। अब यो के अरे हुम्ला जिल्ला सदरमुकामसम्म त जोडेको छैन नि त अहिले। अब तल्लो बेल्टसम्म चाहिँ अलिकति छोयो होला। तर चाहिँ हाम्रो क्षेत्रमा चाहिँ अब चिनको बोर्डरबाट चाहिँ यो के अरे जोडिएको चाहिँ सडक जोडिएको चाहिँ नाम्खा मात्रै हो। जुन जति पनि अब चिनको बोर्डरबाट चाहिँ सिमकोट सदरमुकाम आउने सडक त बढी जस्तो नाम्खामै छ नि त। र लिमी लाप्चा बोर्डरसम्म चाहिँ सडक जोडिएको छ। त्यसको अलावा यो सहायक मार्गहरू चाहिँ प्रत्येक वार्डमा जाने सडकहरूले चाहिँ हामीले चाहिँ सबै ठाउँमा जोडिसकेका छौँ। इभन 3 नम्बर वार्ड बाहेक अरू सबै वार्डमा चाहिँ हामीले सडक जोडिसकेका छौँ। अब यो राष्ट्रिय सडक त के अरे सडक विभागले गर्ने काम चाहिँ अब मूल सडक त सडक विभागको काम हो। उसले काम गरिरहेको छ, जोडिसकेको छ। लिमी लाप्चा चाहिँ यो के अरे प्रदेश सरकार अन्तर्गत हो। त्यो पहिला नै जोडिसकेको छ। तर चाहिँ वर्षेनी हिमपात हुँदाखेरि अब त्यो बाटो मर्मत चाहिँ वर्षै पछि गर्नुपर्छ बाटो खुलाउनको निम्ति चाहिँ। त्यसको लागि चाहिँ हामीले निरन्तर काम गरिरहेका छौँ। वर्षै पछि चाहिँ हामीले खुलाउँदै आइरहेको छौँ। भनेपछि तपाईँ नाम्खा गाउँपालिका अध्यक्ष भएकै नाताले, त्यहाँको प्रमुख भएकै नाताले अन्य गाउँपालिकाभन्दा हुम्लाकै तुलना गरौँ, हुम्लाका अन्य गाउँपालिका 7वटा गाउँपालिका 6वटाहरू, ती 6वटा गाउँपालिकाभन्दा यो नाम्खा गाउँपालिकामा चाहिँ मैले अलि पृथक गरेको छु, अलि राम्रो गरेको छु भन्ने के छ आधार? अब सबै साथीहरूले आफ्नो ठाउँमा अब गरेकै होला होइन। म अब कसैप्रति त्यो आक्षेप लाउन मिल्दैन मैले। किन भन्दाखेरि जनताको प्रतिनिधि चुनेर आइसकेपछि उहाँहरू त्यो ठाउँमा पुगेपछि केही त्यो ठाउँलाई के गरौँ भन्ने उद्देश्यले आएको हो नि त। हामी सबै त्यही हो। त्यो हुँदाखेरि आफ्नो ठाउँमा सबैले गरेको छ होइन। तर त्यो आफ्नो क्षेत्र अनुसार त्यहाँको भूगोलले अब कस्तो किसिमको चाहिँ मागलाई सम्बोधन गर्ने हो, त्यो भूगोलमा पनि फरक पर्छ होइन। हामी कहाँ पर्यटन छ, पर्यटनसँग चाहिँ हामीले विशेष फोकस गरेको छौँ भने अब तल्लो बेल्टतिर चाहिँ अब अन्य क्षेत्रमा फोकस गरे र अब जस्तै कृषि क्षेत्रमा अरू क्षेत्रमा अब हामी कहाँ सुन्तला रोपेर त भएन। हामी कहाँ त्यो अन्य त्यो
नहुने चिजहरू रोपेर त भएन। त्यो हुँदाखेरि आफ्नो एउटा भूगोल अनुसारको चाहिँ सम्भावनालाई चाहिँ हेरेर चाहिँ अब मेरो भूगोलमा चाहिँ के सम्भावना छ त्यसको निम्ति चाहिँ मैले चाहिँ अब आफूले ऊ भएसम्म चाहिँ हाम्रो 5 वर्ष कार्यकालमा चाहिँ गर्नुपर्ने चिजहरू चाहिँ हामीले गरेका छौँ। भनेपछि अब कार्यकाल त सकिने लाग्यो, अब जनतामा चाहिँ कसरी जानुहुन्छ तपाईँ? अब कार्यकाल सकिने लाग्दा चाहिँ अब जनताहरूलाई मैले यो गरेँ, तपाईँहरूका निम्ति तपाईँको जीवनस्तर अलि उकास्न चाहिँ मैले यो गरेँ भन्ने तपाईँको के योजना छ? अब कसरी जनताहरूलाई चाहिँ कसरी सम्झाउने, कसरी यी कुराहरू चाहिँ त्यो त प्रत्यक्ष अब 5 वर्षमा के गर्यो भनेर अब जनता आफैले बुझ्ने कुरा हो होइन। अब यो तराई जस्तो अब ठुलो ठुलो एउटा क्षेत्र पनि होइन हामी त एउटा नामखा त हामी पहिला साबीको 4वटा गाविस हो, अहिले 6वटा वार्ड छ। प्रत्येक घरको नागरिकले हामीले चिन्छ, हामीले पनि प्रत्येक घरको नागरिकलाई चिन्छौँ। त्यो हुँदाखेरि फलानाले के गर्यो फलानाले के गरेन भने प्रत्येक जनतालाई स्पष्ट छ। त्यो हुँदाखेरि हामीले यो गरेँ भनेर अब यो ठुलो ठुलो एउटा नगरपालिका ठुल्ठुलो क्षेत्र जस्तो चाहिँ त्यसरी सम्झाइराख्नु चाहिँ सायद पर्दैन होला। भनेपछि आफै थाहा पाइसकेको जनताहरूले यो गर्यो भनेर होइन, त्यसरी केही कार्यक्रमहरू गरेर मैले यो गरेँ भन्ने जरुरत छैन होइन। छैन। म अन्त्यमा कार्यकाल सकिने लाग्दा अब तपाईँ के भन्नुहुन्छ सम्पूर्ण जनताहरूलाई चाहिँ, विशेष गरेर नामखा गाउँपालिकाका तपाईँका ती मतदाताहरूलाई चाहिँ के आश्वस्त पार्नुहुन्छ? अब 5 वर्षमा चाहिँ 5 वर्षको निम्ति चाहिँ अब नामखावासीले चाहिँ आदरणीय एउटा के अरे मतदाताहरूलाई चाहिँ अब म लगायत मेरो उपाध्यक्ष सम्पूर्ण टिमलाई चुनेर पठायो। हाम्रो टिमले नै मैले मात्रै भन्दा पनि अब हाम्रो टिमले जुन गाउँपालिकाको टिम नै हुन्छ नि, अब सबै अङ्ग परिचालित नभएसम्म चाहिँ अब एउटा मात्रै अङ्ग सञ्चालन भएर त कुनै पनि काम हुन सक्दैन। अब विभिन्न पार्टी माध्यमबाट आए तापनि हाम्रो टिम चाहिँ एकत्रित भएर चाहिँ विकास कार्यमा चाहिँ हामी अगाडि बढेका छौँ। तपाईँ आफैले भन्दा नि तपाईँको टिमले चाहिँ काम टिमले नै होइन? अब त्यसको नेतृत्व त मैले गरेको छ नि त, त्यो त स्पष्ट छ होइन। अब भोलि तर चाहिँ हाम्रो टिम नै अब अलिकति एकदम सक्षम टिम भन्नाले चाहिँ एउटा विवाद रहित चाहिँ मिलेर अगाडि जाने भएको नाताले चाहिँ यो टिमले चाहिँ अब यो आफ्नो 5 वर्ष कार्यकालमा चाहिँ अब राम्रै गर्यो जस्तो लाग्छ होइन। सबैको एउटा सहमतिमा हामी अहिलेसम्म सहमतिमै अगाडि बढेको होइन। त्यस्तो एउटा तपाईँका त्यहाँका नामखा गाउँपालिका कोही कसैले तपाईँका प्रतिपक्षहरूले तपाईँलाई के भन्छन् भने आफ्ना कार्यकर्ताहरूलाई आफ्ना छरछिमेकहरूलाई मात्रै त्यहाँ जागिर लगाउने समितिमा राख्ने गर्यो, हामीलाई त केही छैन भन्ने आरोप छ। के भन्नुहुन्छ? त्यो त अब आरोप बन्ने चिज त अब मान्छेलाई आउँछ होइन, त्यो उहाँ आफैले बुझ्ने कुरा हो होइन। प्रत्येक व्यक्तिको चित्त त कसैले पनि बुझाउन सक्दैन। अब महात्मा गान्धी र गौतम बुद्धलाई पनि त आरोप लाग्छ नि त, उहाँहरूलाई पनि त बिना आधारको आरोप हो कि आधार भएको के अरे आरोप हो कि त्यसमा भर पर्ने कुरा हो। आधारहीन आरोप र आधार भएको आरोपमा त धेरै फरक पर्छ। तपाईँ जिम्मेवारी मान्छे हुनुहुन्छ, तपाईँले त्यसो गर्नुभएको हो र? मैले त अहिलेसम्म त्यस्तो गरेको छैन। कुनै पनि काममा चाहिँ मैले चाहिँ एकदमै समान ठान्नु तपाईँले आफ्नो चाहिँ आफ्नो फरक अरू बनेर चाहिँ मैले कहिले पनि कदापि गरेको छैन। त्यो त के अरे सारा जनता र त्यो सारा अरू मान्छेहरूले त मूल्याङ्कन गर्ने कुरा हो नि त। अब आउँदो चुनावको योजना चाहिँ तपाईँको के छ? अब यसरी अगाडि जान्छु, जनतामा चाहिँ अब यसरी जान्छु भन्ने चाहिँ तपाईँको अब आउँदो चुनाव तोकिसकेको छ होइन। चुनावको बारेमा अब छलफल हुँदै होला। अहिले त अब भर्खर तोकिसकेको छ। त्यो हुँदाखेरि चाहिँ अब चुनावमा जानलाई पनि पहिला अब पार्टीको निर्णय हुनु पर्यो, सबै चिज हुनु पर्यो। पार्टीको निर्णय त एक ठाउँमा होला, तर तपाईँको चाहना चाहिँ होला नि म यो पदमा चाहिँ लड्न पाइदिया भयो, पार्टीले टिकट दिया भयो भन्ने हुन्छ नि। तपाईँको चाहना चाहिँ के छ? चाहना त्यही नै हो। अब साथीहरूको सल्लाह गरेर सबै साथीको सल्लाह गरेर साथीहरूले अगाडि बढ्ने हो होइन। अब जे के निर्णय गर्छ होइन। अब म बाहेक अरू थुप्रो साथीहरू छ, साथीहरूको पनि आकाङ्क्षा होला, इच्छा होला होइन। त्यो सबैलाई चाहिँ मध्यनजर गरेर हामीले निर्णय लिनुपर्ने हुन्छ। अहिले चाहिँ कुनै पनि अब मैले अब
म नै हुन्छु म नै गर्छु भनेर दाबी गर्ने ठाउँ चाहिँ म देख्दिनँ। त्यही नै हो। अन्तिममा हाम्रो कर्णाली टेलिभिजन हेरेर बसिराख्नुभएका सम्पूर्ण दर्शक महानुभाव अर्थात् तपाईँका मतदाताहरूलाई चाहिँ र कर्णालीवासीहरूलाई नाम्खा गाउँपालिकावासीहरूले चाहिँ के भन्नुहुन्छ? अब नाम्खावासीले अब कर्णालीवासीले भन्दा पनि अब नाम्खावासी मेरो त एरिया नाम्खा हो नि त। किन भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ उहाँहरूको अमूल्य मतदान दिएर चाहिँ मलाई विजय गराएर चाहिँ यहाँसम्म पुर्याउनु भयो र त्यो 5 वर्षभित्र चाहिँ मैले पनि जनताकै निम्ति चाहिँ आफ्नो एउटा समय चाहिँ उपलब्ध गराएर चाहिँ कामहरू गर्न खोजेँ होइन। अब खोज्दै पनि मेरो आफ्नो सोचाइ अनुसारको काम पनि हामीले कहिले पनि पूर्ति गर्न सक्दैन रहेछ यो 5 वर्षीय कार्यकालभित्र चाहिँ। किनभने हाम्रो यो गर्छु भन्ने चिजहरू अब धेरै चिजहरू चाहिँ चाहँदै पनि धेरै कामहरू पनि अब समय परिस्थितिले चाहिँ छुटिन जाँदो रहेछ होइन। त्यो चाहिँ हामीले चाहिँ एउटा के अरे नियतवश चाहिँ अब त्यो छुटाएको पनि होइन। त्यो हुँदाखेरि अब समय परिस्थितिले चाहिँ हुँदा समय त 5 वर्ष बनेको त अब छिटै सकिन्छ। केही काम गर्दा केही भुलचुकहरू भएका छन् त्यस्तो कुनै भयो भने अब उहाँहरूले हेर्नुहुन्छ होइन, उहाँहरूले अध्ययन गर्नुहुन्छ, उहाँहरूले बुझ्नुहुन्छ। त्यही नै हो। अब आउँदो निर्वाचन पनि आइसकेको छ। त्यसमा पनि अब हामीले चाहिँ विशेष गरेर एउटा राम्रो मान्छे पार्टी पङ्क्ति भन्दा पनि विशेष पार्टीमा पनि अब नराम्रो मान्छे पठाएर त काम हुँदैन नि त। त्यो पार्टी मेरो पार्टीको हो भनेर त्यो सबै चिज त्यो स्वीकार गर्न पनि उपयुक्त हुँदैन होइन। त्यो हुँदाखेरि अब राम्रो मान्छेलाई चाहिँ फेरि पुनः निर्वाचन अब वैशाख 30 गते निर्वाचन हुने समय तोकिसकेको छ। त्यसमा चाहिँ तपाईँहरू आफ्नो राम्रो उम्मेदवार राम्रो एउटा के अरे उम्मेदवारले चाहिँ तपाईँ स्वतन्त्र भएर मतदान गर्नु होला हैन। स्वतन्त्र भएर चाहिँ मतदान गर्नु होला। त्यसलाई चुनेको खण्डमा चाहिँ भावी फेरि बाँकी कामहरू उहाँहरूले निरन्तर रूपमा पूर्ति गर्नुहुन्छ। त्यही नै मेरो अनुरोध हो। धेरै धेरै धन्यवाद। हस्, धन्यवाद तपाईँ कर्णाली टेलिभिजनका परिवारहरूलाई पनि। मेरो आफ्नो एउटा नाम्खा जस्तो एउटा एकदमै विकट ठाउँको एउटा गरेका कुराहरूलाई चाहिँ तपाईँको यो टेलिभिजन मार्फत चाहिँ बन्ने एउटा जनता सामु पठाउने एउटा अवसर दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, आज पनि हामीले हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आफू निर्वाचित भइसकेपछि नाम्खा गाउँपालिकालाई अन्य गाउँपालिकाकै तुलनामा विकसित गर्न चाहिँ के गुरु योजनाहरू चाहिँ अगाडि बढाए त। विशेष गरेर नाम्खा गाउँपालिकाको अध्यक्षले मैले चाहिँ पर्यटन र त्यहाँको जडीबुटीलाई चाहिँ प्रमुख प्राथमिकता दिएर चाहिँ नाम्खा गाउँपालिकालाई पर्यटनको सम्भावना बोकेको नाम्खा गाउँपालिकालाई अझै व्यवस्थित पार्न चाहिँ मैले महत्त्वपूर्ण भूमिका खेलेँ र नाम्खा गाउँपालिकालाई अहिले एकदमै आधारभूत आवश्यकता चाहिँ परिपूर्ति गर्न लागि परे भन्ने आश्वासन चाहिँ दिनुभयो। आफ्ना कुराहरू पनि राख्नुभयो। हेर्दै गर्नुहोला कर्णाली टेलिभिजन। हस्त, नमस्कार।